जीवनभरको साथ अन्तिम यात्रा पनि सँगै क्यान्सर पीडित पत्नीलाई पिठ्यूमा बोकेर सुनकोशी नदीमा हामफाले केदारनाथले सीसीटीभीमा देखियो भावुक दृश्य। साउन 20 गतेको साँझ काभ्रेपलाञ्चोक दोलालघाटको भित्री बजार। बर्खाको समय भएकाले बजार क्षेत्रमा मानिसहरूको आवत जावत उति साह्रो थिएन। आकाश धुम्मिएर बसेको थियो र जुनसुकै बेला पानी पर्ला पर्ला जस्तो भइरहेको थियो। ठीक साँझको 5 बजेतिर त्यही बजारको गल्लीमा एउटा कारुणिक दृश्य देखियो। कुर्था सुरुवाल र शिरमा ढाका टोपी लगाएका 68 वर्षीय केदारनाथ पराजुली आफ्नी 67 वर्षीय बिरामी पत्नी तिलकुमारीलाई पिठ्यूमा बोकेर अगाडि बढिरहेका थिए। बजारमा जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको दृश्यमा फुर्तिला र टठिला देखिने यी वृद्ध दायाँ बायाँ कतै नहेरी एकता मासले हिँडिरहेका थिए। उनीहरू मण्डन देउपुर नगरपालिका 7 कुन्ता बेसीका बासिन्दा हुन्। वृद्ध दाम्पत्यले बुधबार आफै गाडीको प्रबन्ध गरेर कुन्ता बेसीबाट दोलालघाटसम्मको यात्रा तय गरेका थिए। दोलालघाट बजार क्षेत्रमा गाडीबाट झरेपछि वृद्ध केदारनाथले आफ्नी अशक्त पत्नीलाई पिठ्यूमा उचाले अनि पत्नीले पनि शान्त भावमा श्रीमानको गलामा अंगालो हालेको दृश्य सीसीटीभीमा कैद भएको छ। तर त्यो हिँडाइ कुनै अस्पताल वा आफन्तको घरतर्फ नभई जीवनकै अन्तिम र विरही यात्राका लागि रहेछ। केही समयपछि बजारको त्यो शान्त वातावरण एकाएक खैला बैला र त्रासपूर्ण चित्कारमा परिणत भयो जब दुलालेश्वर महादेव मन्दिर नजिकैबाट मान्छेहरू कराउन थाले। मन्दिर छेउबाट सुनकोशीमा मान्छेले हामफाले भन्दै। साँझ करिब 36 बजेको समयमा दुलालेश्वर महादेव मन्दिर नजिकैबाट